हेलो गाइज, हामी 1 वर्षपछि फेरि पनि च्याउ टिप्न गइरहेका छौँ। आज हाम्रो साथमा जेन्टलम्यान हुनुहुन्छ जेठाजु ए जेठान ए जेठान अनि हामी गइरहेछौँ, 4 जना छौँ हो। अब भरे च्याउ टिप्ने ठाउँ पनि देखाउँछु। जङ्गलमा 1 वर्षपछि फेरि पनि आइयो, हेरौँ आइन्छ कि पाइँदैन। अहिले दिउँसोको 12 या 12:30 बज्न लाग्यो। हेलो हेलो, स्टप स्टप स्टप। हाम्रो जेठान के अरे जेठान होइन, जेठान चाहिँ बोल्दैन, बोल्नुहुन्न अनि कान पनि सुन्नुहुन्न कि, त्यही भएर अलिक गाह्रो छ। हिँड्यो भने हिँड्ने गरिदिन्छ नि। हामी 4 जना छौँ आज, भाउजू बुहारी म हो। हाम्रो बाख्राहरू पनि यता चरिरहेछ, राँगा बाख्रा। शीतल छ जङ्गलभित्र। यता हेर त कस्तो देखियो, यता हेर न। बुई भाउजू गाइस, जङ्गलमा त रमाइलो छ, शीतल छ। बाहिर चाहिँ चौरीतिर चाहिँ होइन एकदम गर्मी छ, यतातिर चाहिँ पुरै घाम लागेको छ। हामीले यहाँ साथमा पानी पनि ल्याएछौँ, पानी पनि छ हामीसँग। भएर तिर्खा लाग्छ जङ्गल हिँड्दाखेरि चाहिँ, जहिले पनि पानी लिएर हिँड्नुपर्छ, किनभने तिर्खा एकदम धेरै तिर्खा लाग्छ। हावा चलेको छैन होइन, शीतल चाहिँ एकदम थप भइरहेछ गर्मीबाट। शीतल चाहिँ शीतलै हो, तर गर्मी के छ हौ। यो खायो भने त सिधै चिप्लिन। यस्तो घाम लाग्यो गाइस। अब जङ्गल टिप्ने अरे च्याउ टिप्ने ठाउँ पनि थोरै टाढा छैन हो यो जङ्गलदेखि। अब हामी यो जङ्गल छिर्न लाग्यौँ। यस्तो घाममा यार बिजोग छ, यस्तो घाममा हिँडिरहेछ। पसिना भइसक्यो, थाहा छैन निधार कति टल्किरहेछ होला मेरो। आज फेरि बुढीले क्रिम लगाइदिएको छ भाउजूले होइन। झन् पसिना त धेरै आयो जस्तो लाग्यो। फाइनली गाइज हामी च्याउ टिप्ने ठाउँ आइपुग्यौँ भन्दा पनि जङ्गल आइपुग्यौँ। यस्तो जङ्गल छ, हात्ती चाहिँ नभेटियोस्, हात्ती चाहिँ नहोस्। अब 5 जना भयो, 6 जना यो जेनी सुत्दै। हात्ती यतैबाट हिँडेर छ हो। उता यत्तिकै पाउँछ, यत्तिकै। अब चाहिँ हामी च्याउ टिप्ने ठाउँमा आइपुग्न लाग्यो, तर हात्तीको डरले गर्दाखेरि नयाँ पाइला देखेर हामी अहिले हल्का बिस्तारै हिँडिरहेछौँ, किनकि यहाँ हात्तीहरू हुन्छ होइन। एउटा च्याउ भेटिएछ, कालुङ्गे हो। अब चाहिँ च्याउ खोज्न थाल्यो गाइस। अब भट्टाभट च्याउ खोज्नु हो।
किन कराएको नतर्छ न च्याउ भेटियो भाउजूले भेट्यो यार मैले त एउटै भेटेको छु यहाँ चाहिँ हात्तीले रुख लडाएको रहेछ बोक्रा तासेर सखुवाको बोट पनि यस्तो मजाले भाँच्दिँदो रहेछ कहाँ के खोजेर बसिरहेको छु अहिले चाहिँ म होइन बोर्डिङ क्लास गर्नुपर्छ च्याउ भनेको गाइज यति नै भेट्यो यत्रो जङ्गल घुमेर हो अब यसमै आलु सालु मिसाएर खानुपर्छ हावा अब यहाँ चलिरहेछ मजाको शीतल हावा अब यहाँ बस्ने एकछिन अनि लाग्दिने हो यस्तो गर्मी भएछ जेनी गर्मी भयो फाइनली गाइज म च्याउ खोजेर आइसकेँ च्याउ चाहिँ अब मैले यति भेटाएको छु होइन यति धेरै छ यति भेट्यो घर आइपुगेँ म यति नै छ है च्याउ चाहिँ एक साग पुग्छ मलाई